अब खुर काट्नभन्दा अगाडि खुर मिलाउनुभन्दा अगाडि बाख्रालाई यसरी पाठालाई बान्नुपर्ने हुन्छ, जसको पनि बढेको छ। र पहिला हामीले अगाडिको काटियो भने अलि यो तर्सिँदैन र पछाडिको काट्न सजिलो हुन्छ। अगाडिको भन्दा पछाडिको खुर मिलाउन अलि दुःख हुन्छ र मैले तपाईहरुलाई सजिलो सिकाउँछु। यस्तै गरी छोटो दाम्लाले बाँधेर यसलाई समात्ने र यो खुट्टालाई पछाडिपट्टि घुमाउने, जस्तो कि यसलाई यहाँ सपोर्ट दिएर यो खुट्टालाई यता घुमाउन सकिन्छ। यसरी 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 घुमाइसके पश्चात, जस्तो अब खुर काटिराख्ने मान्छेहरूको लागि र नयाँको लागि मैले दुईटैको लागि तरिका सिकाउँछु। अब यो खुर के हुन्छ भने यो अलि मांसल भाग हुन्छ, यसमा गुदीदार भनेको ग्रिप बनाउने चीज हुन्छ भने यतापट्टिको भाग अलि हार्ड हुन्छ र भित्र गुदीदार चीज र बाहिर खुरको बोक्रो हुन्छ भने पुरानो मान्छेले त यहीँबाट कति बढेको छ साइज लिएर सिधै यसरी काट्न सकिन्छ। यतापट्टि हल्का बढी हुन्छ भने यता थोरै हुन्छ, यता धेरै छ यता थोरै छ, त्यसो हुँदा यसरी पनि काट्न सकिन्छ। तर नयाँ मान्छेले कसरी काट्ने भने यसरी, मैले नयाँ मान्छे पुराना मान्छे दुवैले काट्ने तरिका देखाउँछु। नयाँ मान्छेले यो डबल भएको भागलाई पहिला यसरी बिस्तारै काट्ने, यही सिकेचरको सहायताले काट्नुपर्छ। यसलाई बेला बेलामा उद्याउनु पर्ने हुन्छ। यो भेटनरीहरुमा सजिलै पाउन सकिन्छ, 5-7 सयको कुरा हुन्छ। राम्रो क्वालिटीकोलाई 12-15 सय पनि पर्छ। यसो गरेर यो डबल भाग जति छ यो हटाउन सक्नुहुन्छ। यसरी पहिला यस्तो गर्नुहोस्, त्यसपछि एकदम सावधान हुन पर्छ, किनभने यो खुर काट्दाखेरि कहिलेकाहीँ अलि गहिराइमा काटियो भने यसबाट रगत निस्कियो भने रगत बन्द हुँदैन, बगिराख्छ र रगत बगिसकेपछि त्यो बिसाउँदैन। त्यसको लागि हामीले अब त्यस्तो भइहाल्यो भने के गर्न सकिन्छ भने यो रगत बगेको ठाउँमा बेसार हाल्न सकिन्छ अथवा फेरि फिटकरी लगाउन सकिन्छ। फिटकरीले अति प्रभावकारी हुन्छ, छिटो रगत बसाल्छ। चियापत्ती र सबैभन्दा प्रभावकारी फिटकरी हो। र अलि यो खुरको केसमा यसले भुइँमा कुच्ने हुँदा घाउहरू घच्चलाएर रगत बगिराख्ने सम्भावना हुँदा फलामलाई तताएर त्यो घाउ रगत बगेको ठाउँमा हल्का डाम दिने हो भने अझै पाको हुन्छ। तर रगतै नआउने गरी काटेको राम्रो, किनभने ध्यानसित हेरेर काट्नुभयो भने रगत आउन लागेको नसाहरू देखिएको प्रष्ट देखिन्छ। यसमा यसरी काटेर मिलाउनु पर्ने हुन्छ। यसमा यो दुर्गन्धयुक्त यो चीज हुन्छ, यसले यहाँ इन्फेक्सन बनाउँछ, धेरै ब्याक्टेरियाहरूको बास हुन्छ यसमा। त्यसो हुँदा यसलाई खास यो भाग अलि छोटो हुन पर्यो, यो भागले टेक्ने हो, नत्र हिँड्नलाई गाह्रो हुन्छ। यो एकतिरको मैले नयाँ मान्छेले काट्ने तरिका बताएँ। अब जानेको मान्छेले कसरी काट्न सकिन्छ भने यसको साइज हेर्ने, यो यति भाग काट्न सकिन्छ सुरुमै। त्यसको लागि यसरी समातेर हेर्नुहोस् है, यत्रो पिस एकैचोटि निस्कियो। अब यसमा हेर्नुहोस् हल्का यो रगतको नसा देखियो भनेको यहाँ। अब यो भन्दा तल जान हुँदैन, तर ध्यान दिएर लैजानु पर्यो। यहाँ डबल छ, यो इन्फेक्सन छ, यसलाई हामीले सही गर्नुपर्ने हुन्छ। र कतिपय अवस्थामा यो घाउ भएर भित्र घाउ नै बनाएको पनि देख्न सकिन्छ। नचल है, नचल नचल। अब यो गुदीदार भागलाई यसको बराबर लेभलमा ल्याउने र यो दुईटाको लेभल हेरेर यसरी टेक्दाखेरि बराबर टेक्ने हुन पर्यो। त्यसको लागि अब यो घटाउनु पर्ने हुन्छ।
र यो देख्न सक्नुहुन्छ, यो अर्को साइडको पनि भयो। अब यसलाई चक्कुको सहायता लपक्क काटेर एक लेभलमा गराउन पनि सकिन्छ यहाँ। अब यो लगभग भइसक्यो है। अब यसले हेर्नुहोस् कसरी टेक्छ, त्यही एकदम फिट भयो। अब पछाडिको खुट्टा काट्नको लागि, पछाडिको खुट्टाको खोर मिलाउनको लागि मैले तरिका सिकाउँछु। ल उता जा, उता जा। अब यसको लागि यसरी बाँधिसके पछाडि यसलाई यसरी उल्टा फर्किएर दुईटा खुट्टाको बिचमा यो हाल्ने। यहाँ नजिक लिएर, यहाँ नजिक। अब दुईटा खुट्टाको बिचमा यसरी लिइसकेपछि यसरी सजिलो हुन्छ, नत्र योसित लड्न अलि सकिँदैन। हामी देख्न सक्नुहुन्छ मैले कसरी काट्छु है त। यहाँदेखि लिएर जुम गरेर देखा छ, नजिक जुम। ब्लड कालो झिरेर मात्र देखिएको कि जुम बढी जुम गरेर होला। ए देख्न सक्नुहुन्छ। अब यो खोर काट्दा ध्यान दिनुपर्ने कुराहरू भनेको हामीले कुन डाइरेक्सनबाट, कुन एङ्गलबाट कसरी काट्दा सजिलो हुन्छ भनेर हामीले काट्न सुरु गरे पछाडि जानिन्छ। मैले यो पनि यो कहीँबाट तालिम लिएर आएको होइन। अब यो हाम्रो बदुवा बाख्राहरूको जब खुर बढ्न थाल्यो, बदुवाहरूको स्टल फिडिङमा बढ्ने रहेछ, किनभने चरनमा त आफै खिन्थ्यो। त्यो भइसके पछाडि कस्तो सेपको हुनुपर्ने हो त, अरू नबढेका बाख्राहरूको सेपको हेरेर मैले यो सिकेचरले प्र्याक्टिस गर्दा गर्दै सिकेको हो। देख्न सक्नुहुन्छ। अब यो फिट भइसक्यो। अब उताको खोर काटेपछि यो फिट हुन्छ है। बन्द गरिदिनु। दर्शकहरू देख्न सक्नुहुन्छ, यो खुरहरू यस्ता भाथे बढेर यति बाहिर निस्किएको थियो। यसले राम्रोसँग ग्रिप बनाउन सक्थेन, मैले यो निकाल्दिएँ। अब यो अर्को खुट्टाको मैले काट्ने तरिका देखाउँछु है। यो अर्को खुट्टाको बाँकी छ। अब बाँकी यसको देख्न सक्नुहुन्छ, खोर काटे पछाडि कस्तो भयो। पहिला यसले बाङ्गो टेक्थ्यो, अब त्यसको काट्न छ। यी पाठाहरूको पनि काटिसकेको देख्न सक्नुहुन्छ। यसको काटिसकियो। अब यताको यो खोर बाँकी छ, यो काटिसकियो। अब त्यो बाँकी छ, त्यो मैले काट्छु। हेर्नुहोस् है कसरी। अब पछाडिको खोर काट्दा हामीले यो पोजिसनमा बसेर पाठालाई समात्ने, यहाँबाट खुट्टो छिराउने। यसरी छिराइसके पछाडि हामीलाई सजिलो हुन्छ, नत्र योसित लड्न बाख्रासित हामीले सकिँदैन, एकदम झट्का दिन्छ यसले। त्यसो हुँदा यसरी समातेर गर्नुपर्ने हुन्छ।
ल भन्नु। यो देख्न सक्नुहुन्छ मैले यत्रो पिस निकालेँ यहाँबाट। अब यसलाई यसरी काट्नु पर्ने हुन्छ र यसलाई यसरी मिलाउनु पर्ने हुन्छ है। यो देख्न सक्नुहुन्छ हल्का गहिरो काटिएर रगत आछ। सामान्य रगत आएर डराउनु पर्ने हुँदैन, यो बन्द हुन्छ, भिसेक हुन्छ। यसलाई 1-2 दिन हल्का दुख्न पनि सक्छ, तर त्यो चिन्ताको विषय भएन, किनभने यसको खुर बढ्दा यसलाई झन् सधैँ अप्ठ्यारो हुन्थ्यो उठ्न बस्न हिँड्न। र फेरि खास गरेर बोकाहरूमा त पछाडिको खुर बढ्यो भने मेटिङको लागि साह्रै गाह्रो हुने गर्छ। अगाडिको खुरले बरु खासै समस्या पार्दैन। ल यो देख्न सक्नुहुन्छ भइसक्यो है।